के तपाईलाई थाहा छ हाम्रो शरीरको हड्डी, दाँत र इम्युन सिस्टम बलियो राख्न सूर्यको किरणले पनि काम गर्छ। हो, हामी कुरा गर्दैछौँ शरीरका लागि अति आवश्यक सनसाइन भिटामिन डी को बारेमा। भिटामिन डी एक फ्याट सोलुबल भिटामिन हो। क्याल्सियम र फस्फरसको एब्जर्प्सन बढाउँछ। भिटामिन डी किन चाहिन्छ? हड्डी र दाँत बलियो बनाउन यसले शरीरमा क्याल्सियम सोच्न मद्दत गर्दछ। रोग प्रतिरोधात्मक क्षमता, भाइरस र ब्याक्टेरियासँग लड्न शरीरलाई शक्ति दिन्छ। मानसिक स्वास्थ्य, डिप्रेसन र तनाव कम गर्न मद्दत पुर्याउँछ। भिटामिन डी कहाँबाट पाइन्छ? सूर्यको प्रकाश सबैभन्दा उत्तम स्रोत हो। हप्तामा 2 देखि 3 पटक बिहान 10 बजेदेखि दिउँसोको 3 बजेसम्मको समयमा 15 देखि 20 मिनेट घाममा बस्ने, हात र खुट्टा खुल्ला हुनुपर्छ। खानपान, माछा, अन्डाको पहेँलो भाग, च्याउ र भिटामिन थपिएका फोर्टिफाइड दूध वा खाद्यान्नहरू। सप्लिमेन्ट, यदि शरीरमा धेरै नै कम छ भने डाक्टरको सल्लाहमा औषधि सेवन गर्ने। कमी हुँदा देखिने लक्षणहरू: अत्याधिक थकाइ लाग्ने, हड्डी, कम्मर वा मांसपेशी दुख्ने, घाउ निको हुन समय लाग्ने, कपाल धेरै झर्ने, पटक पटक बिरामी भइरहने। कसलाई बढी जोखिम हुन्छ? धेरै जसो समय घरभित्रै बस्ने व्यक्तिहरू, वृद्ध व्यक्ति, उमेर बढेसँगै छालाले भिटामिन डी बनाउन सक्ने क्षमता गर्छ र घाममा ननिस्किँदा जोखिम बढ्छ। गाढा छाला भएका मानिसहरू, छालामा मेलानिन धेरै हुँदा सूर्यको किरणबाट भिटामिन डी कम उत्पादन हुन्छ। गर्भवती महिला, आमा र गर्भको बच्चा दुवैका लागि भिटामिन डी चाहिने भएकाले कमीको जोखिम बढी हुन्छ। मोटोपन भएका व्यक्ति, भिटामिन डी बोसोमा जम्मा भएर शरीरले राम्रोसँग प्रयोग गर्न सक्दैन। लिभर वा किडनी रोग भएका व्यक्ति, यी अङ्गहरूले भिटामिन डीलाई सक्रिय बनाउने भएकाले रोग हुँदा कमी हुन सक्छ। पोषण नसोचिने समस्या भएका व्यक्ति, माल एब्जर्प्सन जस्तै सिलाइक डिजिज, क्रोनिक डायरिया आदि। केही औषधि लामो समय खाने व्यक्ति, स्टेरोइड, एन्टिइपिलेप्टिक, एन्टिट्युबरकुलर जस्ता औषधिले चाहिँ भिटामिन डी को स्तरलाई घटाउन सक्छ। अब तपाईँ बताउनुहोस्, तपाईले आज सूर्यको किरण र भिटामिन डी पर्याप्त पाउनुभयो कि छैन? कमेन्टमा सेयर गर्नुहोस् र स्वस्थ रहनुहोस्। धन्यवाद।